पारी अनलाइन टेलिभिजनमा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौं आज दिनभरिका मुख्य समाचारबाट। मधेसका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि सर्वपक्षीय बैठकले उनले राखेका करारका कर्मचारी हटाउने सहितका निर्णय गरेको छ। बन्चरे डाँडामा काठमाडौँको सजनमा स्थानीयबाट भइरहेको अवरोध हटाउने सहमति भएको छ। बिहीबार सिंहदरबार स्थित राष्ट्रिय सुरक्षा परिषदको कार्यालयमा बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकले देशको पछिल्लो सुरक्षा अवस्था र त्यसले पार्न सक्ने सम्भावित चुनौतीबारे छलफल गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद गर्न सन्दर्भमा कुनै हस्तक्षेप र अवरोध नगर्न स्पष्ट पारेका छन्। विश्वका धनी देशहरू विश्वव्यापी विकास प्रयासहरूबाट पछि हट्दै गएको एक अध्ययनले देखाएको छ। अमेरिका, जापान सहित विश्वका 10 वटा भन्दा धेरै धनी देशहरू आफ्नो विश्वव्यापी विकास अभियानबाट पछि हटिरहेको आज प्रकाशित अध्ययनले ऊर्ध्वधृत गर्दै समाचार संस्था रोयसले जनाएको छ। भारतले नेपाललाई थप 10 वटा बेलब्रिज फलामे पुल अनुदानमा दिएको छ। ठूलो वर्षाबाट आएको बाढी पहिरोको कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदान थप 10 वटा बेलब्रिज दिएको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आवेदन खुलाएको 8 दिनमै नागरिक बचत पत्रको बिक्री बन्द गरेको छ। प्रदर्शनरत फिल्म मन बिनाको धनलाई राष्ट्रिय दलित आयोगले प्रशंसा गर्दै हेर्न उचित हुने बताएको छ। आयोग अध्यक्ष देवराज विश्वकर्माले वक्तव्य जारी गर्दै फिल्मको सफलताको कामना पनि गरेका छन्। पासपोर्ट वितरणमा आउन लागेको संकट समाधान गर्ने राजधानी विभाग र फ्रेन्च कम्पनी बीच भएको छलफलमा सकारात्मक प्रगति भएको छ। विपद उद्धारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको ज्यान गएमा एक तह बढुवा सहित आश्रित परिवारले पेन्सन पाउने भएको छ। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त कमेन्ट बक्समा गई कमेन्ट गर्नुहोला। साथै हाम्रो च्यानललाई लाइक, फलो गरी हामीलाई प्रोत्साहन गर्न नभुल्नुहोला। धन्यवाद।